Hi, what is leave according to the labor law of Nepal? So basically, leave can be defined as the legally granted period of an authorized absence of an employee during which he or she may retain from his or her employment. So in most of the cases, he or she may get some sort of amount of payment or wholesome amount of payment as a whole too. कुनै पनि इम्प्लोइलाई किन लिभ चाहिन्छ त वाइ देयर इज सो मच अफ इम्पोर्टेन्स अफ लिभ इन लेबर ल अनि फर इम्प्लोइ भनेर भन्दाखेरि चाहिँ यसको इम्पोर्टेन्स हेर्ने हो भने सुरुमा चाहिँ लेबर वेलफेयरको लागि एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ बिकज कुनै पनि व्यक्तिलाई कन्टिन्युस काम गर्न एकदमै धेरै गाह्रो हुन्छ एभ्री ह्युमन बिङ निड रेस्ट ड्युरिङ देयर वर्क टाइम है सो रेस्टको लागि पनि हामीलाई लिभको कन्सेप्ट चाहिन्छ एउटा भयो अर्को भनेको रिकभरीको लागि पनि हामीलाई लिभको कन्सेप्ट चाहिन्छ सधैँभरि मान्छे सेम हुँदैन सो मान्छे बिरामी हुनसक्छ वा अरू कुनै कारणबाट पनि उसलाई रिकभरी हुनुपर्ने हुन्छ सधैँभरि फिजिकल मेन्टल इमोसनल जुनै पनि तरिकाको हिन्डरेन्सहरू मान्छेको लाइफमा आउनसक्छ सो त्यो हिन्डरेन्सहरूबाट रिकभरी हुनको लागि रिकभर हुनको लागि पनि वी निड द कन्सेप्ट अफ लिभ इन लेबर ल सो हामीलाई रेस्टको लागि पनि चाहियो रिकभरीको लागि पनि चाहियो सँगसँगै कति त्यस्ता पर्सनल ड्युटिजहरू पनि हुन्छन् जुन हामीले फुलफिल गर्नुपर्ने हुन्छ एज एन इम्प्लोइ किनभने एभ्री इम्प्लोइ इज ह्युमन बिङ टु सो ह्युमन बिङको ड्युटिजहरू हुन्छ पर्सनल ड्युटिज सो पर्सनल ड्युटिजहरूलाई फलो गर्नको लागि र त्यसलाई फुलफिल गर्नको लागि पनि हामीलाई लिभको कन्सेप्ट एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ अर्को भनेको लिभ नभएकै कारणले गर्दा हामीले जब छोड्नु पनि नपरोस् होइन सो जब सेक्युरिटीको लागि पनि लिभ एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ सो ह्युमन बिङ हो कन्टिन्युस काम गर्न सकिँदैन जस्ट बिकज हामीले कन्टिन्युस काम गर्न नसकेर रेस्टको लागि हामीले लिभ दिइराख्दाखेरि हाम्रो जब सेक्युर नै हुँदैन हामीले जब छोड्नुपर्ने हुनसक्छ भने त्यो एकदमै ह्युमन राइटको भयोलेसन नै भयो सो एभ्री लेबर इज ह्युमन बिङ होइन त्यसले गर्दाखेरि हामीलाई जब सेक्युरिटीको लागि पनि लिभ एकदमै धेरै इम्पोर्टेन्ट हुन जान्छ नेपालको सन्दर्भमा हेर्ने हो भने श्रम ऐन 2074मा दफा 40देखि लिएर दफा 51सम्म हामीले बिदाको बारेमा उल्लेख गरिएको पाउन सक्छौँ त्यसमा अब कति प्रकारका छन् र के छन् भनेर हेर्ने हो भने चाहिँ साप्ताहिक बिदा सार्वजनिक बिदा बिरामी बिदा सट्टा बिदा प्रसुति बिदा क्रिया बिदा लगायतका बिदाहरूका टाइप्सहरू हामीले भेटाउन सक्छौँ सो यो बिदाहरू कति कति दिन छुट्याइएको छ र यो बिदा भनेको के हो भन्ने बारेमा पनि आज हामी यही भिडियो मार्फत छलफल गर्नेछौँ श्रम ऐन 2074को दफा 40मा साप्ताहिक बिदाको बारेमा उल्लेख गरिएको छ र कुनै पनि श्रमिकले हप्तामा एक दिन साप्ताहिक बिदा पाउनेछ भनेर उल्लेख गरेको हामीले पाउन सक्छौँ सो हप्तामा एक दिन चाहिँ बिदा पाउनै पर्छ दफा 41मा सार्वजनिक बिदाको बारेमा उल्लेख गरिएको हामीले पाउन सक्छौँ कुनै पनि श्रमिकले मे 1 अर्थात् श्रम दिवस सहित गरेर 13 दिन बिदा पाउनेछन् भने महिला श्रमिकको हकमा अन्तर्राष्ट्रिय महिला दिवस गरेर 14 दिन सार्वजनिक बिदा पाउनेछन् दफा 43मा घर बिदाको बारेमा उल्लेख गरिएको छ प्रत्येक श्रमिकले 20 दिन काम गरिसकेपछि एक दिन घर बिदा पाउनेछ तर शैक्षिक संस्था वा हिउँदे वा बर्खे बिदा पाउने संस्थामा काम गर्ने श्रमिकले भने घर बिदा पाउने छैन दफा 44मा बिरामी बिदाको बारेमा उल्लेख गरिएको पाउन सकिन्छ कुनै पनि श्रमिकले वर्षमा 12 दिनसम्म बिरामी बिदा लिन पाउँछ र त्यो बिदा चाहिँ पारिश्रमिक सहितको बिदा हुनुपर्नेछ तर यदि कुनै श्रमिकले लगातार 3 दिनभन्दा बढी बिदा लिँदैछ त्यसमा पनि बिरामी बिदा लिँदैछ भने त्यति बेलामा उसले आफूले कार्यरत रहेको संस्थामा मेडिकल रिपोर्ट चाहिँ प्रमाणको रूपमा पेश गर्नुपर्ने हुन्छ दफा 45मा महिलाहरूको लागि प्रसुति बिदाको बारेमा उल्लेख गरिएको छ प्रत्येक महिला श्रमिकलाई प्रसुतिको लागि भनेर प्रसुतिभन्दा अगाडि र पछाडि गरेर टोटल 14 हप्ताको प्रसुति बिदा दिनुपर्नेछ जस अर्थात् 98 दिन हुन जान्छ र यसमा 60 दिन चाहिँ उसको पारिश्रमिक सहितको बिदा हुन्छ भने बाँकीको बिदा चाहिँ पारिश्रमिक बाहेकको बिदा हुनेछ दफा 45को उपदफा 7मा प्रसुति स्याहार बिदा भनेर पनि बिदा उल्लेख गरेको पाइन्छ कुनै पनि पुरुष श्रमिकको श्रीमती गर्भवती भएको खण्डमा श्रीमतीलाई स्याहार अर्थात् प्रसुति स्याहारको लागि भनेर 15 दिन प्रसुति स्याहार बिदा पाइने पुरुष श्रमिकले आफ्नो श्रीमती गर्भवती भएको बेलामा प्रसुति स्याहार बिदा भनेर पाउने 15 दिनको बिदा पनि पारिश्रमिक सहितकै बिदा हुनुपर्नेछ भनेर श्रम ऐनमा उल्लेख गरिएको पाउन सकिन्छ दफा 48मा कुनै पनि व्यक्ति आफैले क्रिया बार्नुपर्ने सिचुएसन भएको खण्डमा सो व्यक्तिलाई 13 दिनको लागि क्रिया बिदा भनेर बिदा प्रदान गरिनेछ भनेर श्रम ऐनको दफा 48मा उल्लेख भएको पाउन सकिन्छ दफा 42मा सट्टा बिदा अर्थात् सब्स्टिट्युट लिभको बारेमा उल्लेख गरेको पाउन सकिन्छ कुनै पनि काम निरन्तर रूपमा गरिरहनु पर्ने काम छ बीचमा छोड्न नमिल्ने काम छ भने त्यस्तो श्रमिकको हकमा यदि त्यो श्रमिकले सार्वजनिक बिदा वा
साप्ताहिक बिदामा पनि काम गर्छ भने सो काम बापत उसले सट्टा बिदा जसरी पछि गएर त्यो काम सकिसकेपछि उसले बिदा लिन सक्नेछ। As Nepal is one of the member states of International Labour Organization, it is implementing the core convention related to leave of International Labour Organization through Labour Act 2074. Also, Nepal is protecting labor rights through various laws related to labor, various provisions related to fundamental rights of labor through Labor Act and through Trade Union Act and various other national acts also. Thank you.